सोसरलाई विभिन्न नगरपालिकाका युवाहरू दीपावलीभन्दा केही दिन अगाडिदेखि एउटा सरसफाइ अभियान सुरु गरेका थिए, जस अन्तर्गत पोखरी, नाला, नदी, रोड आदि सफा गर्ने एउटा लक्ष्य लिएका थिए र त्यो कार्यक्रम निकै राम्रो थियो होइन। अफकोर्स इट वाज अ गुड वर्क होइन, एन्ड आई रियली अप्रिसिएट इट अल्दो आई कुड नट पार्टिसिपेट इन इट। र फोहोर व्यवस्थापन अहिले नेपालमा त फोहोर व्यवस्थापन एकदमै जरुरी छ। गाउँ गाउँ होइन, गाउँका गाउँ सहरका सहर फोहोर भएका छन्। फोहोरको मान्छेको स्वास्थ्यमा कस्तो नकारात्मक असरहरू छन् मैले भनिराख्नु पर्दैन, सबैले हेरेका भोगेका कुरा नै हो। फोहोर व्यवस्थापन नेपालकै समस्या हो र यसलाई अलिक गाह्रो हुन सक्छ होइन फोहोर व्यवस्थापन, तर असम्भव चाहिँ होइन। किन भन्दाखेरि हामी सबैलाई थाहा नै छ, धनगढी महानगरपालिकाका मेयर गोपाल हमालज्यू, उहाँले धनगढीको फोहोर यसरी व्यवस्थापन गर्नुभएको छ यति राम्रोले। आई मिन म भिजिट पनि गरेको छु एन्ड आई वाज अमेज एन्ड सक्ड एट द सेम टाइम। हामीले केही सिक्नुपर्छ उहाँबाट। सो फोहोर व्यवस्थापन दुई तरिकाले हुन्छ होइन खास गरी। तर फोहोर व्यवस्थापनको कुरा गर्नुपर्दा पहिला हामीले के बुझ्नुपर्छ भन्दाखेरि फोहोर किन गर्छन् क्या मान्छेहरू, किन पोखरी फोहोर हुन्छन्, किन नदीहरू फोहोर हुन्छ, किन नालाहरू फोहोर हुन्छ, किन रोडहरू फोहोर हुन्छ, मान्छेले किन फोहोर त्यही फाल्छन् क्या, यो कुरा हामीले बुझ्नुपर्छ। किन भन्दाखेरि फोहोर फाल्ने एउटा राम्रो ठाउँ छैन अथवा फोहोर व्यवस्थापन गर्ने एउटा राम्रो व्यवस्था छैन। त्यही भएर त मान्छे ती पोखरीहरू, नालाहरू, नदीहरू, रोडहरूमा फाल्न बाध्य छन्। मान्छेको पनि गल्ती छ मान्छेको। सो त्यस्ता फोहोरलाई दुई किसिमले व्यवस्थापन गर्न सकिन्छ। एउटा के हुन्छ भन्दाखेरि पोखरी नले भन्छ नाला, नदी, रोड फोहोर भयो भने त्यहाँ सफा गर्ने, फेरि केही दिन पछि फोहोर हुन्छ फेरि सफा गर्ने, फेरि फोहोर हुन्छ फेरि सफा गर्ने। यो प्रोसेस इज सिरियस, झ्याउ लाग्दो छैन, सो त्यो गर्न सकिन्न नि। र अर्को प्रोसेस के छ भन्दाखेरि त्यसलाई एउटा साइकल बनाउनु होइन, फोहोर व्यवस्थापन एउटा साइकल बनाउनु होइन, र लुप बनाउने, त्यो लुपमा अटोमेटिक फोहोरहरू व्यवस्थापन हुन्छ। अनि यो प्रोसेस अलिक गाह्रो छ, तर मैले अघि नै भने सम्भव चाहिँ छ। यसमा के गर्न सकिन्छ भन्दाखेरि लाइक नगरपालिकाले गर्नुपर्ने हो यो खासमा। एकजना मान्छेले कुनै सिङ्गल व्यक्तिले गर्न सक्दैन यो। जो नगरपालिकाले गाउँमा भएको मान्छेहरूको घर अगाडिको फोहोरहरू हप्तामा 2 देखि 3 दिन ट्र्याक्टरमा त्यसलाई उठाएर होइन एउटा डम्पिङ साइट भनेको जहाँ फोहोर फाल्न सकिन्छ, तोकिएको ठाउँ, त्यहाँ गएर फोहोरलाई छुट्याएर, कुहिने नकुहिने फोहोरलाई छुट्याएर त्यहाँ व्यवस्थापन गर्न सकिन्छ। त्यो नगरपालिकाले गर्नुपर्ने हो। अब हरेक व्यक्तिले गएर व्यक्तिगत तरिकाले फोहोर फाल्न त सक्दैनन्। सो नगरपालिकाले ट्र्याक्टरमा फाल्न सकिन्छ। यो एकदम नर्मल हो होइन। सहरहरूमा हेर्नुभयो भने पोखरा, काठमाडौँ, दाहानतिर होइन, जस्ट हाम्रो गाउँतिर नगरपालिकातिर यस्तो कुरा देख्न पाइँदैन, तर हुन चाहिँ यस्तै हुने हो। सो कुनै फोहोरलाई हामीले कम्पोस्ट म्यानुअर बनाउन सकिन्छ, एज अ अर्ग्यानिक फर्टिलाइजर युज गर्न सकिन्छ। जहाँको खेतीयोग्य गर्ने जमिनहरू उब्जाउ छैन, त्यसलाई हामी त्यो कम्पोस्ट म्यानुअर अथवा त्यो फोहोरबाट बनेको फर्टिलाइजरलाई हामीले त्यहाँ युज गर्न सकिन्छौँ। नकुहिने जस्तै प्लास्टिकहरूलाई हामीले रिसाइकल गर्न सक्नुपर्छ। प्लास्टिकलाई हामीले रिसाइकल गर्नुभन्दा अरू कुनै विकल्प छैन। र रिसाइकल विभिन्न प्रविधि लगाएर गर्न सकिन्छ होइन। र त्यो रिसाइकल गर्ने फ्याक्ट्रिजहरू नगरपालिकाको पहलमा खोल्न सकिन्छ होइन। लाइक इन्डियामा त अहिले प्लास्टिकको इँटा बनाउन थालेका छन् विभिन्न प्रविधिहरू लगाएर, जसकारण फोहोर पनि प्लास्टिक पनि व्यवस्थापन हुने भयो र इँटा पनि बन्ने भयो, हो कि नै। सो यस्तो नगरपालिकाले गर्नुपर्छ। लङ टर्म सोच्नुपर्छ। लङ टर्म सोच्यो भने मात्रै फोहोर व्यवस्थापन हुन सक्छ।